गुड मर्निङ साथीहरू। यो चाहिँ नेपालकै सबैभन्दा ठुलो क्यान्सर हस्पिटल बिपी कोइराला क्यान्सर हस्पिटल चितवन हो। आज आइतबारको दिन समेत नेपालकै सबैभन्दा ठुलो क्यान्सर हस्पिटल समेत यसरी बन्द गरिएको छ। यो आइतबार पनि हस्पिटल समेत बन्द गरेर गर्न खोजेको के हो? आइतबार जनताहरू बिरामी नै हुनन् भन्ने छ कि यो सरकारलाई के छ केही बुझ्न सकेको छैन। तर आइतबार समेत क्यान्सर हस्पिटल जस्तो अति आवश्यक हस्पिटल यसरी बन्द गर्न नपर्ने जस्तो लाग्छ। अब जान्नेलाई जान्ने भन्ने छ, अब जान्नेले नै जानेर नै यो हस्पिटल समेत बन्द गरे होला, बिरामी हुनन् भन्ने ठानेर गरे होला जस्तो लाग्छ। र सरकारको यो जुन निर्णय छ, यो आइतबार पनि हस्पिटल बन्द गर्ने निर्णय छ, त्यो चाहिँ एकदमै सच्याउन माग गर्दछु मैले। धन्यवाद।